Hello everyone, Namaste. Welcome to my first mini vlog. It's me Simran Gorsani from Dapakil Lalitpur. मैले चाहिँ मेरो युट्युब जर्नी भर्खरै स्टार्ट गरिरहेको छु। के कस्तो हुन्छ हजुरहरूले हेरेर सल्लाह सुझाव दिनुहोला। अहिले चाहिँ हामी लाग्दैछौँ म र मेरो भाइ धापाखेलमा रहेको नागदा पोखरी घुम्न जाँदैछौँ। त्यहाँ गएर के कस्तो हुन्छ म हजुरहरूलाई भनि नै हाल्छु। हस् त हेर्दै गर्नुहोला मेरो छोटो मिठो मिनी भ्लग। सो गाइस हामी चाहिँ नागदा जाँदैछौँ। मेरो भाइ पनि मेरो साइडमा छ। हामी चाहिँ नागदा जाँदैछौँ। नागदा चाहिँ यहीँ तल हो। अब हामी हजुरहरूलाई त्यहीँ नागदामा गएर भेटौँला। सो हाई गाइस, म चाहिँ बाटोमा जाँदा चाहिँ म चाहिँ अननोन पर्सन भेटेँ। म चाहिँ उसलाई बाइक माग्छु दिन्छ कि दिँदैन। लेट्स गो। हेलो, बाइक दिन्छौ मलाई चलाउन? हजुर दिन्छौ? ल है त हेरौँ। साँच्ची भन हो? यहीँ मात्र चलाउने हो? ल उसले दिइसक्यो है गाइस, हेर्नु होला मैले चलाउने छु। उतै लानु न। लाइसक्यो। ल अननोन पर्सन, थ्याङ्क यू सो मच। बाइक दियो चलाएर नि आयो। बाई। सो गाइज मैले चाहिँ बाइक पनि चलाइसकेँ। अननोन पर्सनलाई बाइक मागेको, बाइक पनि दिनुभयो र मैले बाइक पनि कुदाएँ। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। र मेरो भाइ र म चाहिँ अहिले गइरहेको छौँ नागदा। हजुरहरूलाई हामी नागदा पुगेपछि फेरि भेट्नेछौँ। हस् त। सो गाइज हामी चाहिँ अहिले नागदा आइसकेका छौँ, मेरो भाइ र म। अब चाहिँ हामी हजुरहरूलाई यहाँको मनोरञ्जन दृश्य देखाउँदैछौँ। हेर्नु होला है त। यो चाहिँ रहेको छ नागदा। यो चाहिँ धापाखेल ललितपुरमा पर्छ। सो हजुरहरू यहाँ आएर एकदमै इन्जोय गर्न सक्नुहुन्छ। यति राम्रो दृश्य हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ फिसिङ पनि गर्न मिल्थ्यो पहिला, अहिले चाहिँ रोक लगाइरहेको छ। उता माथि एकदम प्लटिङहरू बन्दैछ। पछि एकदमै राम्रो हुनेवाला छ यो ठाउँ। हजुरहरूलाई कस्तो लाग्यो सो कमेन्ट गरिदिनु होला। मेरो भाइ चाहिँ यहाँ ब्याग बोकिरहेको छ, उसलाई कस्तो देखिरहेको छ भनिदिनु है। यो चाहिँ दिदीप्रतिको एउटा माया हो है। सो गाइज यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो। मलाई चाहिँ अलिकति बोल्न पनि अलिक अप्ठ्यारो भइरहेको जस्तो भइरहेको छ। केही छैन, हजुरहरूको माया र सपोर्टले म योभन्दा अझै धेरै बोल्न र अलिकति आफ्नो प्रतिक्रियाहरू देखाउन सफल हुनेछु। हजुरहरूले माया दिनु होला। सो गाइज हामी चटपटी खाँदैछौँ। भाइले चाहिँ यहाँ सघाउने बेला भइसक्यो होइन। हामी चाहिँ यहाँ नाग्दा रमाइलो दृश्य हेर्दै दाजुबहिनी चट्ट भ्लग बनाइरहेको छौँ। हेर्नुहोस् टक्क यहाँको दृश्यतिर। सो गाइज हामी चाहिँ पानीपुरी पनि खाँदैछौँ है भाइ र म। पानीपुरी कस्तो लागिरहेको छ तँलाई? एकदम मिठो बाबा गाइस, नाइस। सो गाइज भाइ चाहिँ पानीपुरी सकिसक्यो। पानीपुरी कस्तो लाग्यो तँलाई? कस्तो लाग्यो? मिठो लाग्यो होइन। अहिले फेरि झोल रक्सी जस्तो कस्तो कस्तो अब पेटमा गएपछि थाहा हुन्छ। पेटमा गएपछि भोलि बिहान थाहा हुन्छ। चाटा पनि खाइयो एकदम पिरो होइन। अहिले त मिठो रमाइलो भइरहेको। भोलि बिहान के हुन्छ हेर्छौँ। त्यो टाइममा चाहिँ के हुन्छ भन्न सक्यो। त्यो टाइममा चाहिँ म भिडियो बनाउँदिनँ। त्यसले भिडियो बनाउँदैन, अलिक अप्ठ्यारो हुन्छ होइन। चेयर्स गाइस, पानी पनि पऱ्यो। यो पानी सेयर गरिहाल्छु, यो पर्छ कि गाइस। स्वासा भइसक्यो मलाई त होइन। यसले चाहिँ लास्टै हँसाउँछ क्या, यसले चाहिँ लास्टै हँसाउँछ होइन। फेरि एकदम रमाइलो पनि छ है मेरो भाइ। सो गाइज हामी चाहिँ यहाँबाट गएर फर्स्ट इन्डिङदेखि यो सबै भ्यू हेर्दा हेर्दै उहाँ पर गएर पानीपुरी चटपटी खाएर यो भ्यू हेर्दा हेर्दै हामी लास्ट इन्डिङमा आइसकेको छौँ। यो चाहिँ मेरो लास्ट इन्डिङ सँगसँगै मेरो मिनी भ्लगको पनि लास्ट इन्डिङ म यहीँ गर्न चाहन्छु। सो हजुरहरूलाई मेरो मिनी भ्लग कस्तो लाग्यो भनिदिनु होला। केही कमी कमजोरी मैले सुधार्नु पर्ने कुराहरू भए म सुधार्ने छु। र हजुरहरूलाई भेट्नेछु म अर्को नेक्स्ट भिडियोमा। लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। सिमनिक युट्युब च्यानल। सी यु गाइज।